होइन यो रोड हो, रोडमा गर्नु हुँदैन। सबैले कुरी देख्छ। अहिले ठुलो ट्र्याक्टर आउँछ नि, ट्र्याक्टरले कुरी देख्छ है। फेरि नफुकाल्ने कुरी देख्छ है। कुरी गरिदिला नि, फेरि ट्र्याक्टर आउँछ है। कुरी देख्छ है। जानु पर गर्नु, म सफा गरिरहेको छु। जानु त, टोइलेट सफा गरिदिएको छु। आयो ए बाख्रालाई दुःख नदिनु। ला हान्यो। ल ल ल ल ल ल ल ल यहाँ चाहिँ बिउ छर्नु आँटेको धानको। त्यहाँ चाहिँ छरिसकेको तल्लोपट्टि चाहिँ। देखाइसक्यो होइन। फुचे छतमाथि त्यहाँ पाडा खोरको छतमाथि बसेर पनि है गीत आफै गाइराख्नु भएको थियो होइन। मेरो बाबुलाई लुकेर मैले खिचिसकेको छु। अनि म चाहिँ यहाँ अब मकै छोडाउनु गइरहेको छु। मकै छोडाउने पनि आफ्नो स्टाइल हुन्छ। मेरो स्टाइलमा मकै म छोडाउँदैछु। अनि म खाना बसिहाल्नुपर्ने छ है। हतारमा छु है। जति लागेको छ त्यही भएर सुकाउनु मन लाग्यो होइन। अनि यसो मिलमा गएर पिनेर पिठो बनाइदिनु पर्यो भनेर क्या गाई छु। म चाहिँ आज धेरै गर्दिनँ, किनकि मैले सबैले खाना बनाउनु पर्ने हुन्छ होइन। अनि यो चाहिँ अब यसरी नै म गर्छु। अनि यो घाममा सुकाउँछु। अनि घाममा सुकाएर अनि जुन त्यो भुसहरू हुन्छ त्यो छानेर मिलमा पिन्नु लान्छु होइन। अब यस्तै प्रक्रिया चलिरहेको छ। अनि उता चाहिँ धानको बिउ पनि राखिसकेको छु। अनि यतापट्टि फेरि अर्कोपट्टि धानको बिउ राख्न आँटेको छु। फाल्टो धानको बिउ भएको कारणले गर्दा दुई खालको बिउ राख्न आँटेको, त्यही भएर एकपट्टि राखिसकेको छु, एकपट्टि राख्न आँटेको छु। अनि अघि मैले त मकैहरू फेरि काटेर आएको छु। मकैको घाँसहरू काटेर आएको छु होइन। त्यस्तै नै अब अलिअलि गर्दै घाँसहरू खुवाउँदैछु भन्नुपर्छ है। म चाहिँ घाममा सुक्नु दिन्छु मजाले है। टमाटम घाम लागिरहेको छ। यो मकै चाहिँ देख्न सक्नुहुन्छ। यसरी मैले रेडी गरिसकेको छु होइन। यो चाहिँ सुरुमा अब मैले छोडाएर अनि त्यो छोडाको बिउलाई चाहिँ घाममा सुकाएँ। यो 2-3 दिन भइसक्यो सुकेको होइन। अनि त्यो सुकेपछि यहाँ हेर्नु त कस्तो मजाले यस्तो हुन्छ है। अनि अब यो सुकेकोलाई चाहिँ मिलमा लगेर चेक्ला बनाउने कि अब हुन्छ नि अब पिठो बनाउने कि होइन, के बनाउने हो त्यो आफ्नो इच्छाअनुसार बनाएर ल्याउने हो। म चाहिँ पिठो पनि बनाउँछु र चेक्ला पनि। चेक्ला जति कुखुरालाई, पिठो जति चाहिँ अब हुन्छ नि यता यसो बाछीलाई दिनु मन छ, त्यही भएर मैले चाहिँ रेडी गरिसकेको छु है। ल अब यो चाहिँ आफ्नै मेरो परिश्रमको फल हो, मेहनतको फल हो होइन। अस्तानी गरेको है। योभन्दा अगाडि यसरी कहिले पनि आफैले चाहिँ ठुलो किसान चलाएको थिइनँ। मेरो फर्स्ट टाइम चाहिँ मैले चाहिँ मकैबाट निकालेको यो उत्पादन हो भन्नुपर्दछ। हस् त, बाई, सी यू गाइज। के हुँदैछ भने यहाँ धानको बिउ छरिसकेको छ। धानको पालो आउँदैछ, मकैको पालो जाँदैछ है। अनि अब मकैलाई बाई बाई गर्ने समय आउँदैछ भने धानलाई हाई हाई गर्ने समय आउँदैछ। त्यसरी धानको बिरुवा छरिसकेको छु। अनि त्यसपछि अब मकै चाहिँ सबै सुक्दै जाँदैछ। अनि त्यही भएर सुक्दै गएको मकैहरू चाहिँ थन्काउँदै ल्याउने प्रक्रियामा छौँ होइन। अनि यो थन्काइसकेपछि धानको बिउहरू सार्दै अब धान रोप्नु पर्यो भनेर चाहिँ अब यो ठाउँहरू खाली गर्दैछौँ भन्नुपर्छ। अनि अब त्यस्तै हो, यसरी नै समय बितिरहेको छ भन्दै अब फेरि हामी भेट्ने बाचा गर्दै आइरहेको छु। बाई।